फाइनली साथीहरु आज यो पुलको फाउन्डेसनको पानी जमेको ठाउँको पनि यो पानी तान्ने मेसिन ल्याएर काम सुरु गरियो। अब यसलाई पानी तानिसकेपछि फाउन्डेसन क्लियर गरेर सोलिङ पिचको लेभल हेरेर पुलको लेभल हेरेर काम सुरु गर्नुपर्ने छ। आज यस्तो भयो साथीहरु। प्लस हाम्रो डेरा मैले अस्ति के अरे हिजोको भिडियोमा हालेको थिएँ बनाउँदै गरेको। मेरो प्लाई पनि आइसकेको छ, तेल पनि आइसक्यो एकदम। यो मोबिलहरू ग्रिजहरू हो। मैले हिजो डेरा बनाउँदै गरेको भिडियो थियो, अहिले चाहिँ कम्प्लिट भइसकेको। हामी लाउरेटोलीहरू पनि बसोबास गरिसकेको हो। यो चाहिँ हाम्रो क्याम्प हो। क्याम्पभित्र केटाहरूको यस्तो छ, बस्ने ठाउँ, सुत्ने ठाउँ, मोबाइल चार्ज गर्ने लाइनहरू ल्याइरहेको छ यहाँ माथिबाट। यहाँ पोलबाट तानेको लाइन। हिजो किचनको माथिबाट जस्ता भन्ने कुरा आएको थियो, आज चाहिँ पाल्ने नै सक्यो। अघि नै केटाहरूले यहाँ फ्राई राइस बनाएर पनि खाइसकेछ। हिजोको त्यो धारामा चाहिँ अहिले यस्तो धारा बनाइसकेको छ। यहाँ अर्ग्यानिक धारा हो पुरै। यो थालबुटुकै राख्ने ठाउँ ल्याइसकेको छौँ, सान भइसकेको छ। गिलास राख्ने ठाउँ हिजो मैले देखाएको थिएँ, अब गिलास त्यसरी राखिन्छ अरू। यो भाइब्रेटर हो कङ्क्रिटको लागि। ल अब पुल बनाएको भिडियो चाहिँ हेर्दै गर्नु होला। मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु होला, लाइक च्यानल